बिग 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 ह्युज सेटब्याक यस्तो हुन्छ एउटा एक्सिडेन्टबाट चाहिँ एयरलाइन्सलाई अब त्योबाट उसलाई बाहिर उम्किनलाई इट विल टेक इयर्स त्यस्तो एभिएसन भने युएस बङ्गला पनि त्यस्तै भयो युएस बङ्गला त बन्दै हो यहाँ यो त्रिभुवन अन्तर्राष्ट्रिय त्रिभुवन अब त्यो कुरा तपाईँले यतिको कुरा गर्दा गर्दै मैले यतापट्टि मोडेँ त्यो कुरा गर्दाखेरिमा केही गरी यो एआइपीमा भिजुअल प्रोसिडर आइएफआर प्रोसिडर बनाइदिएको भए सायद पाइलटले त्यो फलो गर्थ्यो र त्यसरी अतालिन पर्दैन थियो लास्ट मोमेन्टमा र फ्युल काट्दैन थियो होला किन फ्युल काट्यो ऊ त्यो सिचुएसनबाट उसले चाहिँ त्यो सिचुएसनलाई उसले कोपअपै गर्न सकेन उसले अब त्यहाँ यति त्यहाँ सिरिज अफ मिस्टेक हुँदै गयो कि अब इट वाज अब त्यो फ्युल काट्ने भने त पाइलटले त त्यो त अनुमानै गर्न सकिन्न त्यस्तो भयो त्यो त ठुलो दुर्भाग्य हो त्यो किनभने इनिसियलबाट नै त्यहाँ बिग्रिँदै गयो कि किन कुनै पनि अब त्यसमा एयरलाइन्सको पनि एयरलाइन्सको गल्ती छ त्यही कुरा हो एयरलाइन्सको गल्ती छ किनभने अनिल कुमार सिन्हा नेतृत्वको छानबिन जुन प्रतिवेदन छ त्यो प्रतिवेदनले त्यही कुरा उठायो नि त 30बाट मिस एप्रोच भयो भने हजुर 2 सेकेन्डमै 4100 फिटको पहाड आउँछ भने त्यही कुरा देखाएको छ नि यदि त्यहाँ त्यो फ्युल कट अफ नभएको भए मान्नुहोस् 1 मिनटको लागि त्यो जहाज पहाडमा ठोकिन्थ्यो 4100 फिट जुन पहाड तपाईँले भन्नु भएको छ मैले पनि त्यो कुरा हेरेँ त्यो केसको लागि हो भने केही गरी इन्जिन फेल भयो भने त्यसलाई पार गर्न सक्दैन बोथ इन्जिनमा त उसले पार गर्छ त्यसो भए सुन्नुहोस् है र मैले अघि पनि तपाईँलाई भने कुनै पनि एयरपोर्ट बनाउँदाखेरिमा त्यसको अब्स्टेकल क्लियरेन्स भन्ने बित्तिकै सिङ्गल इन्जिनको पर्फर्मेन्सलाई हेरेर गराइन्छ बोथ इन्जिनलाई हेरेर गराइदिन बोथ इन्जिन भने त जहिले पनि राम्रो मतलब ठिक हुन्छ इन्जिन फेल हुने चान्सेस हुन्छ कुनै अब जहाजको टेकअप वेट सपोज तपाईँलाई एउटा इक्जाम्पल दिउँ जहाजको टेकअप वेट 100,000 टन छ त्यो केसको आधारमा भनेर थाहा छ त्यो एउटा इन्जिन गयो भने पनि त्यसले 100 टनको जहाज उसले चाहिँ उड्न सक्छ भनेर तर दुईटै इन्जिन चलिरह्यो भने उसले 150 टन पनि उठाउन सक्छ तर 150 टन उठाउन दिँदैन 100 टन मात्रै भन्छ किनभने इन्जिन त फेल हुन सक्छ नहोला त्यो अर्कै कुरो त्यसलाई अनुमान गरेर जहाज चाहिँ तिमीले 150 टनमा उडाउन पाउनु 100 टनै हो तिम्रो लिमिट भने त्यसो भए